सबै भइसक्यो त छिटो गर्नु त भिडियो बनाला म पहिला के भन्नु पर्यो अब है भिडियो बनाला विचार तपाईहरु सबैलाई मैले निगे बनाएको कस्तो यिनीहरु र तिम्रो भने सबै खुश रहनु सुख रहनु हाँसी रहनु हामीहरुलाई केही चाहिएन धन्यवाद छ के भन्नु अब अरु के भन्नु है ल अब मुनालाई एकछिन जल उयो भयो बस्नु नि त स्पेशली मुना भन्नु न स्पेशली मुनालाई थ्यांक यू किनकि मुनाले चाहिँ हामीले उयो चाहिँ अब चाहिँ उयो स्पेशली मुनाले भो जुटाएको भन् न मदनलाई हैन मुनालाई मात्रै मैले चाहिँ अब अर्को महिना चाहिँ जुन उइसमा भनेको थिएन यिनीहरूले चाहिँ ओके आज बर्थडे अन्त आएको फेरि आई रिमेम्बर लास्ट इयर त्यही भएर ओके ह्यापी बर्थडे ह्यापी बर्थडे भन नानीलाई त कचुवा भएपछि केही नचाहिँदा छ भोकलाय भन्छ अघिदेखि हो कि सबैलाई 30 वर्ष भन्दा 60 रु 90 पुग्न आज दिनभरि सबैलाई 30 वर्ष भनेको अब अनि 29 भन न अनि कसरी 30 वर्ष सबैलाई 30 वर्ष भन्दै भनेकोले लु 90 रु 30 गरेपछि अब चाहिँ 29 अरु वर्ष न लु छिटो न खै केक काट्दाखेरि छैन नि त केही भिडियो बनाएको लु स्पेशली अब फर्स्ट मुनालाई कस्तो मुनालाई त फर्स्ट बर्थडे गर्नलाई त काई लाउनु हुँदैन है मेकअप गरिरहेछ मेकअप बिग्रिन्छ ह्यापी बर्थडे सधैँभरि यसरी मनाइदिनु पाऊँ अब अरू आफूभन्दा ठुलो मान्छेलाई हामी म सानो बहिनीलाई पो हुन्छ अब ल रे खाइदिउँ न ल लु बुद्ध दाइ तपाईले पनि टिका लाउनु टिका त हुँदैन होला नि मैले पहिले किन टिका ल भने बर्थडे ओइ गिफ्ट दे भाइ गिफ्ट अघि दिए भएको नि तपाईले खानु न ए यो त दाइलाई त्यही हो पालै पालो अब बोर काले भेटाको बस्दा अब गएर अहिले भरे म पनि त्यही दिने हो त्यही फुल यहाँ गएपछि यहाँ कार्यक्रमबाट गएपछि हेर्नु गएको थियौँ अनि फुल लगेर त दिनै नमान्ने हो त नानीले ए ह्यापी बर्थडे मेरो दिदीको आज बर्थडे कति लाग्छ है कति लाग्यो कति तपाईलाई पनि लगाइदिन्छु भाग्यमानी हुनु सधैँ खुसी रहनु यस्तो बर्थडे फेरि मनाइराख्न पाओस् सधैँ सुखी रहनु 100 वर्षसम्म है माथि त गाह्रो हुन्छ पाल्ने मान्छे छोडेर देखाउँछ सधैँ सुखी गाह्रो हुन्छ है मनिषता होस् मेरो आशीर्वाद लागोस् मैले के खुवाइदिएको बिचरा खानु मन लागिरहेको थियो होला है प्लेटमा दिन्छ है उनीहरु मलाई दियो भने अङ्कललाई प्लेट मागेर आउँछु म नानी जाऊ त दिदी ठुलो हुन्छ नि दिदीले लगाइदिनु हुन्छ भने त्यही भएर सानो काट्छ नानीलाई पनि नानीले लगाइदिनै भुल्यो भयो भक्कु है खुवाउने मेकअप बिग्रिन्छ है मेकअप बिग्रिन्छ यस्तो बिचरा ल बिचरा नानी लौ उक्राइदेऊ सरी सरी लुगा केही पनि हुन्न आज बर्थडेको दिन त अनि सबैलाई नबिगाइदिनु न कपडा अनाज बिग्रो अहिले यस्तो राम्रो न नानी त कहाँ गयो तिम्रो भने फेरि त्यो अनाज बिगाएर भन्नु उहाँदेखि आएकोमा आमा